सेन्से जस्तै हो। सेन्सेले चाहिँ उहाँलाई पर्मिसन दिनुभएको छ यहाँको चाहिँ सबै व्यवस्था गर्नेदेखि लिएर यताउता माछा दौदा त तानुसी कुनै वेलकम टु ब्याक गाइज। तपाईँ समाज विक्रम थापा हालखोर के सन्चै हुनुहुन्छ होला। मेरो डेली भ्लगमा तपाईँलाई स्वागत छ र आजबाट चाहिँ हाम्रो स्कुल स्टार्ट भएको छ। सो गाइजहरू र म चाहिँ अहिले गएकोमा छु र आज चाहिँ के छ भने हाम्रो रेन्स्यु थियो है र धेरै पछाडि किनकि 2 महिना जति भएको थियो गएकोमा यो चुरी यानि कि हाम्रो चाहिँ फेरि सब्जेक्ट अलिक अर्कै ओखासी टाइपको छ है र के छ भने यो माछाहरूलाई चाहिँ होइन माछाको एसाहरू यानि कि माछालाई चाहिनुपर्ने खाने कुराहरू चाहिँ दिनुपर्ने हुन्छ र एटलिस्ट सबैभन्दा धेरै चाहिँ हामीसँग त्यो उनागी अन्धबाम है जापानमा अब जो हाम्रो गाउँतिर चाहिँ अन्धबाम हुन्छ र अब अरू देशमा चाहिँ के भन्छ थाहा भएन। त्यो चाहिँ एसा दिने अनि पानीको मात्रादेखि लिएर सबै हेर्नुपर्ने हुन्छ र त्यही भएर चाहिँ अनि अहिले म यता छु र अहिले केटाहरूले काम गरिरहेको छन्। म चाहिँ अहिले बाहिर बसिरहेको छु र के छ भने त्यो चाहिँ एउटा ठुलो हलै हुन्छ होइन। त्यो हलमा चाहिँ टक्क बसो अनि बसेर चाहिँ काम गर्नुपर्ने हुन्छ र म चाहिँ जाँदैछु हेर्नु है। र यहाँको प्लेस पनि एकदम ठुलो छ, फराकिलो छ र यहाँ चाहिँ के छ भने एउटा भवनमा माथिबाट चाहिँ एउटा घर छ। यो घरमा चाहिँ अब स्टुडेन्टहरूलाई विभिन्न प्रकारको माछाहरू चाहिँ राखेर यसरी पाल्छन्, यसरी खाना दिने भनेर चाहिँ ओरिएन्टेसन क्लास जस्तो होइन रेन्स्यु चाहिँ अभ्यास चाहिँ गराउँछन् यो गएकोले चाहिँ होइन। र यो गएको चाहिँ तपाईँको ताइसोमा छ र तपाईँहरू पनि माछा सम्बन्धी पढ्नुहुन्छ भने चाहिँ एक्ज्याक्ट राम्रो हुन्छ जस्तो लाग्छ मलाई है। र अगाडि देख्न सक्नुहुन्छ र साथीहरूले धमाधम काम गरिरहेको छन् र यहाँ विभिन्न देशका छन् है, बङ्गलादेशी, नेपारोजिन अनि चाइनिज, भियतनामहरू सबै स्टुडेन्टहरू चाहिँ छन् र तपाईँहरूले देख्न सक्नुहुन्छ। र यो उहाँ चाहिँ नेपाली हो र यो उहाँ बङ्गलादेशी, उहाँ पनि नेपाली हो र एटलिस्ट चाइनिजहरू पनि धेरै रहेछ। र यसरी सफा गर्नुपर्छ है। यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यसलाई अन्धबाम भन्छ हाम्रोमा है। र पाइपहरू त्यहाँ हालिएको छ, त्यो पाइपहरूलाई चाहिँ पुरै गरेर र अब चाहिँ सकिन आँटेको छ है पानी सानी हालिदिएर। र उहाँ हुनुहुन्छ, उहाँ चाहिँ सेन्से जस्तै हो। सेन्सेले चाहिँ उहाँलाई पर्मिसन दिनुभएको छ यहाँको चाहिँ सबै व्यवस्था गर्नेदेखि लिएर यताउता माछा साछा मर्नु भएन भनेर र व्यवस्थित तरिकाले मुनि पानी हाल्दै हुनुहुन्छ। यो चाहिँ लियो हो र उहाँ हुनुहुन्छ, सबैजना हुनुहुन्छ। र हाम्रो उहाँ चाहिँ भियतनामी साथी हो र अलिकति थोरै ताक्लो भयो नि राम्रो हुनुहुन्छ, म जस्तै हो। दौदा तानुसी कुनै तानुसी नै। र यो काम गर्दाखेरि चाहिँ तपाईँको महिनाको 20 लाख रुपियाँ हुन्छ है र काम पनि अलिकति हार्डै छ र बेलुकाको कामको लागि चाहिँ 300 को आएको थियो। उहाँ चाहिँ हाम्रो सियाइन हो है, साइन नभएर सियाइन हो र उहाँ भियतनामी साथी चाहिँ गर्दै हाँसिरहनु भएको छ है। साथीहरू आजको क्लास पनि सक्यो। हाम्रो चाहिँ बङ्गलादेशी साथी हो है र के छ भने हामी सिसोको ओनाजी देख्ने ओनाजी के तो एरा बुक तो को देख रहे हो देश ने नानी का नाका है आदर्श इंशकुते नहीं है हाताराकी ताई तो मुझे sakana तो है सुकी देश ने sakana ओरे नाम ने मत आइजो के तो क्यों रे ताके दाते दोना सिगो तो मत आइजो के या पारे सरे तो ताई ना सिगो तो यार अंदर आकान ना ना सो देश ने
ちょっといい仕事選んだ方がいいで。そうですね。र यस्तै छन् है अब बङ्गलादेशी पाकिस्तानी श्रीलङ्कन धेरै प्रकारको अब देशबाट चाहिँ आएर चाहिँ यहाँ पढ्नको लागि चाहिँ आएको छन् र एकदम रमाइलो भयो आज एकदम दामी भयो नि त अनि फेरि होइन दामी भयो दामी हानिदिने हो नि त फेरि हजुर कोही नै मेच्या सिरे मितेर नै そうですね。これいくらで買った？これ9万ぐらいですよ。9万ぐらい。そんな高くないですよ。9万ぐらいそんなお金持ち。お金持ちじゃない。そんなにそんなねマフィアみたいな名前よ。 केटाहरु गफ हान्दैछ अगाडि है अगाडि गफ हान्दैछ सबैजना स्टुडेन्टहरु फर्किरहेछौँ सो आजको चाहिँ अब ब्लग पनि म यहाँ टुङ्गाउँछु सर्ट एन्ड स्विट एन्ड राम्रो भनौँ न है र तपाईहरुलाई कस्तो लाग्यो आजको ब्लग मन परेमा लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र यस्तै यस्तै ब्लग हेर्नको लागि विक्रम थापा ब्लग छ सो सब्स्क्राइब गरिदिनु हुन्छ भने यति भन्दै बाइ बाइ